हामी चाहिँ कोला बुनो अब्नो हेलो सबहरु वेलकम टु न्यू ब्लग। आमा चाहिँ त बसिरहेछ, हेर्न सक्नुहुन्छ आमालाई। यसो बोल्दैन एक दुई वचन। यस्तो छ हाम्रो गाउँको सिन चाहिँ अहिले हरियाली छ साथीहरु, देख्न सक्नुहुन्छ। रोड हो यो चाहिँ, रोडमा चाहिँ हल्का पानी जमेको छ। खासै पल गर्दा पनि हाम्रोमा चाहिँ ग्राभल हुन सकेको छैन साथीहरु। अहिले पहिले चाहिँ एकखेप चाहिँ प्राइभेट पैसाले हामीले नै गाउँले उठाएर लायौँ। अहिले चाहिँ यस्तो बिजोग छ नि हाम्रो, देख्न सक्नुहुन्छ साथीहरु। पल गर्दा पनि हाम्रोमा चाहिँ परेको छैन टेन्डर हैन, बजेट परेको छैन, बिजोग छ हौ साथीहरु। म चाहिँ ठुलो बाटोमा एकछिन बसेँ अनि त्यही भएर टाइम लाग्यो एकछिन, अनि त्यही भएर गइरहेको छु साथीहरु अहिले हैन। के गर्दैछन् दाइहरु, ठुलो मेरो के गर्दै हुनुहुन्छ भनेर यसो हेरेर। धमाधम छोटमा जोतमा धमाधम छ यतातिर। म चाहिँ माथि आइसकेको पुरा उयोहरू उडिरहेको छ। बक्कुलाहरू यिनीहरू चाहिँ हामी चाहिँ पहिले गाडी डर हान्थ्यौँ क्या यस्तोलाई। गाडीहरू चाहिँ कुदेको गरेर मेन रोडमा लास्टै धेरै गाडीहरू चाहिँ। डक्टरको घर चाहिँ यहीँनिर हो, हाम्रो डक्टरको घर। धेरै वर्ष भयो हामीलाई सेवा गर्न थालेको डक्टर सरले चाहिँ। डक्टर सर नै हुनुहुन्न कि हो, हेर्न सक्नुहुन्छ। म चाहिँ सुई पनि हानेर फ्रिकिसकेको साथीहरू। म चाहिँ साइकलमा जानुपर्ने हुन्छ साथीहरू। अब आँक मलाई सक्सेस फिट्नु पर्दैन। अझै अगाडि पार्छ भने त्यो खोल, उयो खोल्दा हुन्छ। हो त खोल्न अलिक पर न। अझै पर लगाएर हुन्छ एकचोटि सिधा भएर। गाइज हामी चाहिँ यहाँनिर साइकलमा गइरहेको छौँ। भाइले चाहिँ यहाँ तरकारी लिन आएर छ, अनि तरकारी लिएर हामी फिर्किरहेको छौँ। बल्ल भयो मेरो अनुहारतिर देखा, तेरो अनुहारतिर देखा, त्यसलाई देखाइदियो। यस्तै अगाडि नै यता अगाडि पिच भयो खोइ तँलाई देखाइरहेको अगाडि रोडमा देखाएर भयो पिच त्यहाँ गरेर देखा भयो। अगाडि मेरो अनुहार यताबाट गर जान्छ। तँलाई के भयो भने जेम्सको खुदाइ चाहिँ खतरा छ साइकल भन्नु। राइटर भाइ नर्थ दिएको। हामी चाहिँ कोला पुरा ढलेछ, अनि गोराउन ल्याउँदैछौँ। पाक्न आँटेछ साथीहरू। यता हाम्रो आन्टी जन्ती बुनो अब्नो यता ओहो नहेर्ने हो यता हो। बाटो
म चाहिँ फेरि पनि अहिले सुई हान्न गइसकेँ साथीहरू जाँदैछु होइन बुनु बुनु आएर भाइ माथि मूलबाट आइसक्यो साथीहरू अझ पानी पर्ने लागेको छ सिमसिम सिमसिम पानी परिसकेको छ म चाहिँ छुई हान्न लागेँ साडीहरू आज फुल्नु पर्ने छ नि त यो धेरै रात परिसक्यो म चाहिँ फिर्किरहेको छु डक्टरकोमा चाहिँ खतरा इमर्जेन्सी केस आएर अनि मलाई भ्याएन बाई बाई साथीहरू थ्याङ्क यू फर वाचिङ भिडियो अर्को ब्लगमा भेटौँ